हेलो नमस्ते साथीहरू सबैजनालाई। हाम्रो चाहिँ 3 महिना भइसक्यो साथीहरू। हेर, हाम्रो 3 महिना भइसक्यो, अहिलेसम्म चाहिँ हाम्रो चाहिँ पैसा काटेको के को काट्छ पैसा चाहिँ एकचोटि 500 काटेको, एकचोटि चाहिँ 1000 टका काटेको, अब 2500 टका भनिरहेछ काट्न। अब हामीले 3 लाख मलेसिया तिरेर आएर पनि पैसा काट्न त पनि हामीले चाहिँ नेपाल एम्बेसीलाई त्यहाँबाट नेपाल एम्बेसीमा हामीले कल पनि उठाउँदैन र केही गर्दैन। यताको नेपाल एम्बेसी किन मलेसियामा राखेछ? यसलाई फोकटमा पैसा खानलाई यसलाई राखेछ के? हाम्रो चाहिँ 3 महिना भइसक्यो, के को काट्छ, घरि यो पैसा काट्छ, घरि त्यो पैसा काट्छ, खोइ के को काटिरहेछ होइन। 2500 टका भनिरहेछ इन्डिडक्सनको के को काट्छ भनेर होइन। यस्तो छ, यस्तो चुतिया कम्पनी छ हाम्रो, के गर्ने हजुर।